चिसो पनि भ्याउन थाल्यो। अहिलेसम्म मैले यो रेसिपी चाहिँ बनाएको थिएन। त्यसपछि आज बनाइहालौँ। त फटाफट मैले अदुवा, लसुन, हरियो खुर्सानी, टमाटर र धनियाँको पातको पेस्ट बनाइहालेँ। यता पालकलाई तातो पानीमा मजाले बोइल गरिदिएँ। त्यसपछि 5 मिनटसम्म बोइल गरिसकेपछि छानेर निकालेँ। चिसो गरेर फेरि यसको पेस्ट बनाइहालेँ। मजाको यस्तो पेस्ट बनिहाल्छ। अनि तोरीको तेल हाल्ने कराहीमा अनि टमाटर, धनियाँको पातको पेस्टवाला यसमा भुट्ने मजाले। जब तेल माथि आउन थाल्छ तबसम्म भुट्नुपर्छ। सँगै यसमा मसलाहरू पनि एड गरिदिने, बेसास, स्वादअनुसार नुन, गरम मसाला, धनियाँ जिरा पाउडर, कश्मिरी रेड चिली पाउडर। एकदमै मजाको कलर आउँछ। हेर्न सक्नुहुन्छ कस्तो मिठो कलर आयो। भुटिसकेपछि यसमा हामीले पालकको पेस्टलाई हालिदिन्छौँ अनि 3-4 मिनटसम्म अझै भुट्छौँ। भुट्दा भुट्दै हामीले पनिर फ्राई गरेको यसमा हालिदिन्छौँ। बिना फ्राईको पनि हाल्न सक्नुहुन्छ। मैले चाहिँ फ्राई गरेकै मनपर्छ, त्यही भएर फ्राई गरेको मैले पनिर हालेँ। 3-4 मिनटसम्म भुट्ने, आफ्नो एकर्डिङ पानी हाल्ने, कतिको झोल मनपर्छ। मैले रोटीसँग खाना छ त्यही भएर थोरै पानी हालेँ। अब यसलाई चलाएर ढाकेर हामी 5 मिनटसम्म बनाउँछौँ। त्यसपछि पालक पनिर हाम्रो रेडी भइहाल्छ।